नमस्ते है सबैजनालाई। वेलकम ब्याक टु नेप स्पोर्ट्स रेडार। हामीसँग जोडिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ। अनि वर्ल्ड कप कस्तो चलिरहेछ त दाजुभाइहरू? सबै टिमको म्याच डे 1 को रिजल्ट्सले पुरा ग्रुप स्टेजलाई नै बदलिसकेको छ। सो आज चाहिँ हामी म्याच डे 2 को 5 इम्पोर्टेन्ट म्याचेसको डिटेल्ड एनालाइसिस र प्रेडिक्सन गर्दैछौँ। यो नेक्स्ट म्याच डेले चाहिँ ग्रुप स्टेजको पिक्चरलाई चाहिँ क्लियर गर्न सक्छ। फर्स्ट म्याच छ युएसए भर्सेस अस्ट्रेलिया। यो चाहिँ रातिको 12:45 मा सियाटल स्टेडियममा स्टार्ट हुन्छ। युएसएले चाहिँ प्याराग्वेलाई 4-1 ले हराएर स्ट्रङ स्टार्ट गरेको छ। ब्यालोगोनको ब्रेस र पुलिसिकको लिडरसिपले चाहिँ उनीहरूलाई कन्फिडेन्स दिएको छ। घरको क्राउड र हाई प्रेसिङले युएसएलाई ठुलो फाइदा दिइरहेछ। अस्ट्रेलियाले चाहिँ टर्कीलाई 2-0 ले हराएर सरप्राइज दिएको छ। उनीहरू डिप डिफेन्स गरेर काउन्टर एट्याकमा रुथलेस छन्, तर युएसए जस्तो स्ट्रङ प्रेसिङ टिम अगेन्स्ट चाहिँ यो स्ट्र्याटेजी धेरै गाह्रो हुन सक्छ। सो नेप स्पोर्ट्स रेडारको प्रेडिक्सन चाहिँ युएसएले 3-1 ले जित्ला। युएसएले पोजिसन र फिनिसिङ क्वालिटीले अस्ट्रेलियालाई ओभरवेल्म गर्न सक्छ। अस्ट्रेलिया चाहिँ काउन्टरबाट 1 गोल गरेर फाइट पनि गर्छ। सो नेक्स्ट म्याच चाहिँ छ हाम्रो स्कटल्यान्ड भर्सेस मोरोक्को। यो चाहिँ 3:45 AM मा बोस्टन स्टेडियममा हुन्छ। स्कटल्यान्डले चाहिँ हाइतीलाई 1-0 ले जित्दै 3 पोइन्ट्स लिएका छन्। उनीहरू अर्गनाइज्ड र हार्ड वर्किङ छन्, तर क्वालिटीमा चाहिँ मोरोक्को भन्दा अलि विक नै छन्। मोरोक्कोले चाहिँ ब्राजिलसँग 1-1 ड्र खेल्यो र उनीहरूको डिफेन्स धेरै नै सोलिड छ। हाकिमी औनाही र साइबारीले चाहिँ एट्याकमा क्रिएटिभिटी दिन्छन्। उनीहरू प्रेसिङ र काउन्टरमा चाहिँ एकदमै स्ट्रङ छ। सो नेप स्पोर्ट्स रेडारको प्रेडिक्सन चाहिँ मोरोक्कोले 2-0 ले जित्ला। मोरोक्कोको ओभरअल क्वालिटी र एक्सपिरियन्सले स्कटल्यान्डलाई चाहिँ धेरै नै प्रेसर दिन्छ। स्कटल्यान्डले चाहिँ फाइट गर्छन्, तर मोरोक्को अगाडि चाहिँ टिक्दैनन्। सो थर्ड म्याच छ ब्राजिल भर्सेस हाइती। यो म्याच चाहिँ 6:15 AM मा फिलाडेल्फिया स्टेडियममा हुनेवाला छ। ब्राजिलले चाहिँ अघि भनिहाल्यो मोरोक्कोसँग 1-1 ड्र खेल्यो र यो रिजल्टले चाहिँ ब्राजिलका फ्यान्सहरू चाहिँ अलि इम्ब्यारेस नै फिल भइरहेछन्। एन्सेलोटीले लाइनअप चेन्ज गरेर स्ट्रङ रिटर्न गर्ने प्लानमा छ। भिनिसियस, राफिना, एन्ड्रिक र क्युनाको एट्याकलाई हाइटीले धेरै गाह्रो बनाउन सक्छ। हाइटीले चाहिँ स्कटल्यान्डसँग त्यही 1-0 ले हारेको थिए, तर उनीहरू त्यही हारले गरेर नि धेरै मोटिभेटेड भइसकेका छन् होला। ब्राजिलसँगको क्वालिटी ग्याप चाहिँ अलिक ठुलो नै छ। हाइटीलाई कभर गर्न गाह्रो नै हुनेवाला छ। सो नेप स्पोर्ट्स रेडारको प्रेडिक्सन चाहिँ ब्राजिलले 5-0 ले जित्ला। ब्राजिलले स्टेटमेन्ट विन दिन चाहन्छन् र हाइटी जस्तो टिम पाएपछि त उनीहरूलाई सुनमा सुगन्ध थपे जस्तो भइरहेछ। सो फोर्थ म्याच छ टर्की भर्सेस प्याराग्वे। यो म्याच चाहिँ 8:45 AM मा सान फ्रान्सिस्को बे एरिया स्टेडियममा हुनेवाला छ। टर्कीले चाहिँ डिसपोइन्टिङ रिजल्ट दिएको थियो अस्ट्रेलियासँग 2-0 ले हारेर, तर त्यो हारमा पनि एउटा गुड पोइन्ट चाहिँ के थियो भन्दाखेरि टर्कीले 28 सट्स ट्राई गरेका थिए है। चान्स चाहिँ क्रिएट गरेका थिए, तर गोल मात्र हान्न नसकेका हुन्। उनीहरू फिनिसिङमा चाहिँ प्रब्लम देखिरहेको छु मैले। क्यालानोग्लु, गुलर र यिल्डिजको एट्याकिङ युनिट स्ट्रङ नै छ अझै पनि। प्याराग्वेले चाहिँ युएसएसँग 4-1 ले हारेर चाहिँ मलाई चाहिँ एकदमै डिसपोइन्ट गरे। अब सोच्दै नसोचेको रिजल्ट थियो यो चाहिँ। युएसएसँगको गेममा हामीले देखिहाल्यो प्याराग्वेको डिफेन्स चाहिँ खै के हो कहाँ थिए उनीहरू थिँदै नै थिएनन्। उनीहरू डेस्परेट छन्, तर टर्कीको बेटर क्वालिटी अगाडि केही पनि गर्न सक्दैनन् जस्तो लागिरहेछ। सो नेप स्पोर्ट्स रेडारको प्रेडिक्सन चाहिँ टर्कीले 3-1 ले जित्ला। टर्कीले चान्स चाहिँ क्रिएट गरिरहेको थिए, सो 1 गोल हान्न सक्यो भने चाहिँ त्यो फ्लड ड्याम खोल्छ। सो 3-1 चाहिँ हुनसक्छ है। यो भिडियोको लागि हामीले एनालाइज गर्ने लास्ट म्याच छ नेदरल्यान्ड भर्सेस स्विडन। यो म्याच चाहिँ रातिको 10:45 मा ह्युस्टन स्टेडियममा हुनेवाला छ। नेदरल्यान्ड्सले चाहिँ जापानसँग 2-2 को ड्र खेल्यो र उनीहरूको डिफेन्समा पनि इन्जरी प्रब्लम छ। स्विडेनले चाहिँ टुनिसियालाई 5-1 ले हराएका हुन्। एकदमै इम्प्रेसिभै खेलेका हुन्। ग्योकेरेस र इज्याक त फुल फर्ममा छन् जस्तो देखिरहेछ। उनीहरूको पार्टनरसिपमा पनि फायर छ। उनीहरू कन्फिडेन्ट छन्। उनीहरू मिलेर गोल मजाले हान्न सक्छन्। सो नेप स्पोर्ट्स रेडारको प्रेडिक्सन चाहिँ स्विडेनले 2-1 ले जित्ला। स्विडेनको करेन्ट एट्याकिङ फर्म र कन्फिडेन्सले चाहिँ नेदरल्यान्ड्सलाई सरप्राइज दिन सक्छ। यो म्याच डे 2 को सबसे बिग अपसेट पनि हुनसक्छ है। सो हजुरहरूलाई चाहिँ के लाग्छ दाजुभाइहरू? भोलिको सबैभन्दा सरप्राइजिङ रिजल्ट चाहिँ के होला कमेन्टमा भन्नु है। भोलिको म्याच डेको फुल मजा लिनुहोस् र यो भिडियोलाई लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् र मिल्छ भने नेप स्पोर्ट्स रेडारलाई सब्सक्राइब गरेर बेल बटन थिचिदिनु होला। हामी फेरि नेक्स्ट फुटबल एनालाइसिसमा यहीँ भेट्नेवाला छौँ। अहिलेको लागि जय फुटबल, जय नेपाल।